सन्चै राम्रै हुनुहुन्छ होला हामीहरू पनि एकदमै फिट एन्ड सन्चै आरामै छौँ फिट एन्ड फाइन छौँ अनि हामी चाहिँ धेरै भयो त्यो भ्लग नबनाएको हो नेपालको स्थितिले गर्दा पनि र कोरियामा पनि हल्का हल्का झरी लागेको थियो होइन झरीको सिजन त गइसकेको थियो तर फेरि पानी परेको थियो अनि त्यस कारणले हामी चाहिँ त्यति भ्लग पनि गएको थिएनौँ अनि भ्लग नि खिचेको थिएनौँ फेरि हामी चाहिँ फेरि कन्टिन्यू गर्नेछौँ र यदि हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनु होला है त र आज हामी सौलमा भएको तुक्सम हाङगाङ पार्कमा आएका छौँ र आज चाहिँ यहाँ ड्रोन सो हुने भनेको छ अनि ड्रोन सो चाहिँ 8 बजे हो अहिले एक्ज्याक्टली कति बजे छ 5:30 जति बजेको छ अनि ड्रोन सो हुने चाहिँ 8 बजे भनेको छ हामी चाहिँ अलि छिटो नै आयौँ हेरौँ यहाँको माहौल कस्तो छ अनि यो स्टेसन चाहिँ यहाँबाट झर्ने बित्तिकै यस्तो दामी लाग्यो कि यो पार्क पनि अनि यहाँनिर एउटा बिल्डिङ छ यो देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो दामी डिजाइन छ यता वरिपरिसँग अहिले अर्को साइडबाट मिल्यो भने म अर्को साइडबाट देखाउँछु यस्तो दामी छ अनि माथि यो चाहिँ गाडी हिँड्ने रहेछ पुल है हेर्नु सक्नुहुन्छ कति छ यहाँ सबै स्काई ब्रिजहरू होइन यति राम्रो पार्क छ यो अनि यही अगाडि मेबी थाहा छैन हामीलाई पनि यही अगाडि हुन्छ होला सब पहिला चाहिँ 7 बजेदेखि चाहिँ यहाँ पर्फर्मेन्स त्यो कल्चरल पर्फर्मेन्स हुने भनेको छ ठुलो पार्क रहेछ है कति ठुलो यताबाट यतासम्म ड्रोन सो हुने चाहिँ त्यहाँ अगाडि होला सायद मलाई पनि त्यति थाहा छैन अनि यो पार्क कस्तो लाग्यो त अब राम्रो छ पार्क दामी 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 लाग्यो हाङगाङ नदी है यो हाङगाङ नदी हामी पनि यो पार्कमा फर्स्ट टाइम आएका छौँ र घुम्नुपर्ने ठाउँ यहाँ रहेछ धेरै त हामीसँगै घुमौँ हामी पनि फर्स्ट टाइम हो मात्र नभएर यहाँ पार्क यतिकै लागि कति राम्रो रहेछ मान्छेहरू चाहिँ यहाँ किनेर लिएर आउने अनि त्यसपछि यहाँ बसेर खाने ठाउँ टन्नै रहेछ क्या अनि मान्छेहरू चाहिँ यहाँ बसेर हेर्न सक्नुहुन्छ बस्दै खाँदै गरेर खान् है अनि यो खोला हेर्दै हाङगाङलाई हेर्दै खाँदै गरेर खान् मान्छेहरूले उहाँ पारिपट्टि स्टेडियम पनि रहेछ है स्टेडियम रहेछ अनि अनि नामसान टावर पनि रहेछ उहाँ नामसान टावर चाहिँ देखिँदो रहेछ यहाँबाट सौलको होइन तर त्यो हाङगाङ जुन त्यो योगिदो बाटो पनि नजिकै देखिथ्यो है त्यो त योगिदो पार्क चाहिँ कता हो योगिदो पार्क त्यो उतै होइन यतापट्टि होला योगिदो पार्क यो हाङगाङ नदी अनि हाम्रो योगिदो पार्क उताबाट यता देखिन्छ नि त योगिदोको चाहिँ त्यो यतापट्टि साइडमा देखिन्छ त्यो नाम छ यतापट्टि देखिन्छ पोजिसन मान्छे हेर्न सक्नुहुन्छ अनि यो ब्रिज छ नि कस्तो मजाको छ कि यस्तै घुमेर त्यत्रो ठुल्ठुलो बसहरू पनि कस्तो मजाले पुरा राउन्ड घुमेर अनि यो बिल्डिङ यो चाहिँ अझै ओपनिङ भइसक्यो होइन यो चाहिँ के भन्छ अरे बन्दै छ त्यहाँ मेबी सपिङ सेन्टर होला यस्तो दामी रहेछ घुमाऊ है त हाम्रो पनि फर्स्ट टाइम हो यो ओ माई गड नेपालमा के भयो के अचम्मै भयो 2 दिनमै सरकार ढल्यो तर पनि त्यत्रो भयो त्यति धेरै मान्छेको ज्यान गयो त्यही पनि अझै रिग्रेट छैन कि त्यो नेताहरूलाई अझै रिग्रेट छैन जे भयो ठिक भयो अब चाहिँ त्यो चेन्ज नेपालमा चाहिएको थियो धेरै ध्वस्त त भएको छ हेरौँ छिट्टै रिकभर होला हामी सबैले सहयोग गरेर अनि यहाँ चाहिँ सनसेट हुन लागेको छ सनसेट हुँदैछ तर त्यति क्लियर आएको छैन यहाँ भएको मान्छेहरू सबैले पछाडिको मान्छेहरूले चाहिँ पुरै त्यो सूर्य अस्तन लागेको फोटोहरू खिच्दैछन् अनि यो चाहिँ हो कोरियाको हाङगाङ अनि यो चाहिँ सौलको बिचबाट चाहिँ यो बगेको छ तिमीलाई पनि अलिअलि लोकेसन याद भयो नि है उता नामसान टावर अनि यतातिर योगिदो पार्क यो भयो तुक्सम पार्क यो वरिपरि नै छ धेरै छ सौलमा घुम्नुपर्ने ठाउँहरू यो चाहिँ रमाइलो रहेछ ठुलो पार्क पनि रहेछ
अनि त्यसपछि यहाँ चाहिँ बसेर साइक्लिङ गर्न नि मिल्दैन साइक्लिङ त्यहाँ छ नि त त्यहाँनिर एउटा अफिस छ त्यहाँ गएर पैसा तिर्ने भने यो साइकल लिएर यसरी घुम्न पनि मिल्दो रहेछ कपालवाला साइकल जाने ल ल घरै छ त दुईवटा साइकल छ त घरमा ट्रेन त्यो ट्रेन त्योभन्दा माथि एउटा बसहरू त्योभन्दा तल खोला त्योभन्दा तल पानी जहाज अरे खोला कति व्यवस्थित है कति व्यवस्थित है कहिले होला यस्तो नेपाल हाम्रो नेपालमा पनि यो सब हुन जरुरी छ के अरे तर कहिले हुने हो भाइ हाम्रो पालामा हुने हो कि होइन कि हुन त हामीले नै के गर्न सकिएछ र के गर्न सकिएछ केही छैन नि त नेपालमा बसेर पनि केही गर्न सकिएन यहाँबाट पनि नेपालको लागि के गर्न सकियो त्यही रेमिट्यान्सबाट चाहिँ हेल्प गरिराखेको छ देशलाई अरू के गरेर यो चाहिँ तिम्रो साथी हो त तिम्रो हस्बेन्ड हो नि त यहाँ किङकङ गोरिला ठुलो पार्क रहेछ यो अनि यदि सिपमा यहाँको सिपमा चढ्न चाहनुहुन्छ भने यहाँनिर छ त्यहाँबाट सिपमा चढ्न पनि मिल्छ होइन सानसानो बोटहरू पनि छ कता यो साइडमा हेरौँ कतातिर हुन्छ थाहा छैन हामीलाई पनि साइकल त बुढिरहेको एउटा गीत गाइदेऊ नि त गाइदेऊ नि त चिन्ता यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छ साँच्चै नबुझ्ने हो कि नबुझे जस्तै बन्छ यहाँ देशको छ चिन्ता एउटा हक त बन्द आयो होइन अब कान्छीले गीत चाहिँ गाउँछन् कि त्यही प्र्याक्टिसको अलिक कमी हो अरू चाहिँ ठिक छ होइन गीत त गाउँछन् पहिला चाहिँ कान्छीले त्यो स्कुलमा हुने सबै त्यो प्रतियोगितामा चाहिँ कहिले फर्स्ट हुने कहिले सेकेन्ड हुने राम्रै गर्थ्यन् आजभोलि चाहिँ त्यो छोडेको भएर चाहिँ त्यो के भन्छ त्यो गलालाई पनि त एउटा प्र्याक्टिस चाहिन्छ नि त त्यो छैन अनि यहाँ घुम्दै आउँदा चाहिँ यहाँ एक थोक देखियो मैले चाहिँ देख्न त देखेको थिएँ होइन त्यो के देखेको थिएँ है तर के भन्छ एक्ज्याक्टली मलाई थाहा छैन त्यो क्लाइम्बिङ गर्ने कि त्यो यस्तो राखेर होइन क्लाइम्ब गर्ने के भन्छ त्यसलाई रक क्लाइम्बिङ जस्तै यहाँ चाहिँ आर्टिफिसियल त्यो नेचुरल होइन कि आर्टिफिसियल रहेछ हेरौँ है त कस्तो छ यहाँबाट नजिकबाट हेरौँ यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर छ अघि एकजना मान्छे चाहिँ त्यहाँ माथि पुगेको छ त्यहाँ छ मान्छे तर दामी रहेछ एडभेन्चर गर्नको लागि चाहिँ अरूको केटी पनि झऱ्यो हो त्यस्तै माइ गॉड कति धेरै मान्छे यहाँ त्यो सबै त्यो सपोर्ट हुन्छ नि त त्यहाँनिर त्यसरी मजाले झऱ्यो म पनि जाऊ त्यो पनि झर्नु लाग्यो ल है त्यो झरेको देखाउँछु है त म जुन्ने झर भाइ छिटो झर अहिले डोरी चुट्छ त्यो डोरी बिस्तारै छोडेपछि त्यो तल झर्ने रहेछ कि टपमा पुगेछ कि अनि ठ्याक्कै त्यो रक क्लाइम्बिङको यता साइडमा चाहिँ यो आर्टिफिसियल वाटरफल रहेछ कस्तो दामी ठाउँ है
यस्तो दामी रहेछ है। कोरियामा अलि झर्ना देख्न अलि मुस्किल पर्छ, यस्तो दामी ठाउँ रहेछ। बिस्तारै बिस्तारै रात पर्दैछ, तर कतै महादेव बर्सिनुहुन्छ कि जस्तो पनि भइरह। अब हेरौँ के हुन्छ। अब पानी पर्यो भने चाहिँ ड्रोन सो हुँदैन होला। अब हेर्दै जाऊँ। अब कति बज्यो अहिले? 6 बजेर 20 मिनेट। त्यस्तोसम्म अब 6 बजेर 20 मिनेट गयो। 8 बजे त ड्रोन सो बल्ल हुने हो। त्यतिसम्म पुरौँ। अब पानी आएन भने बसेर हेरेर जाउँला, नत्र भने घरतिरको बाटो तताउनु पर्ला होइन बुढो? यस हो। हेरौँ तर कति रमाइलो है यो पार्क त। लास्टै तपाईँहरू पनि यदि सौल एरियामा हुनुहुन्छ भने यो पार्कमा चाहिँ आउनु होला। तर पानी पनि आउनु भयो, तर अब ड्रोन सो हुन जस्तो छ है। पानी आएमा त हुन्न होला नि। हामी चाहिँ अस्तिको शनिबार गएको शनिबार, त्योभन्दा अघिल्लो शनिबार नै हुने कुरा थियो नि त। अनि आउने भनेको है ड्रोन सो हेर्नको लागि। तीनटा हप्ता त पानी आएको लगातार शनिबार। अनि त्यही भएर हामी त्यति बेला चाहिँ आउन पाएनौँ। आज चाहिँ पानी आएको छैन र आइहाल्यौँ। अब फेरि अब यहाँ आएपछि चाहिँ पानीले धोका दिएर जस्तो छ। अब हेरौँ के हुन्छ। पानी पऱ्यो है गाई, पानी पऱ्यो। खतरा पानी आउनेवाला छ नि त। आकाशभरि पुरै कालै भयो आकाश। कान्छु पानी आयो त हौ। पानी आयो नि। जाऊ हेरौँ के हुन्छ। छाता निकाल्न पर्ने भयो नि त। छाता निकाल्नु। छाता निकाल्नुहोस् हजुर, छाता निकाल्नुहोस्। कस्तो खतरा रहेछ है यो माथिको यो बाटो हो नि। यो ब्रिज स्काई ब्रिज हो। फ्लाइओभर खै के भन्छ मलाई थाहा भएन है। पानीका थोपाहरू चाहिँ परिरहन्, थाहा छैन ड्रोन सो हुन्छ कि हुँदैन। मान्छेहरू चाहिँ यहाँ कति धेरै खान है। शनिबारको दिन बिदाको दिन चिल पारामा रिल्याक्स गरिरहनु पैसाले यहाँनिर खानेकुरा लिएर आयो, बस्यो। यस्तो महँगो बास्ना आएको पछाडि कति धेरै छन् होइन मान्छेहरू। स्पेस कति धेरै हो कि यहाँनिर। माथि चाहिँ पुल, ट्रेन हिँड्ने अनि बस हिँड्ने ठुलो बाटो माथि होइन। अनि तल चाहिँ यस्तो पार्क छ, आनन्दले बस्न मिल्ने। कति छन् मान्छे हो घर पछाडि, फास्टै धेरै छन्। अनि त्यो लोटे टावर पनि देखिँदो रहेछ यहाँबाट। देखिएन होला। त्यहाँनिर त्यहाँनिर छ लोटे टावर होइन। खै के हो नामसान टावर बिच भागमा हामी छौँ। टावर छ, तर जे उद्देश्यले आएको त्यो हुने हो कि होइन थाहा छैन। मिसन फेल हुन पनि सक्छ। हेरौँ। अनि फर्स्ट टाइम देखेको होला कि सियुमा जानको लागि यति धेरै लाइन। हेर्नु त कति धेरै लाइन छ। वहाँ छ इन्ट्री गर्ने ठाउँ, यहाँसम्म के लाइनै लाइन। कति धेरै लाइन हो त है। यता टोइलेटको लाइन, यता लाइन, कति हुन्छ मान्छे है। फाइनल्ली ड्रोन सो हुने चाहिँ लगभग कन्फर्म जस्तै छ। मान्छेहरू यहाँ पछाडि हेर्नु त। ओ माई गड, किरा परे चाहिँ मान्छे छन् यहाँ। उही परबाट यहाँसम्म परैसम्म। आमामा कुरै न, छाता ओढेर बसिरहन् मान्छेहरू। अनि मैले चाहिँ यो ड्रोनहरू देखाउँछु है त। यहाँ अगाडि छ, ड्रोन सो हुनेवाला छ, स्योर हुनेवाला छ। हामी चाहिँ हेर्ने छौँ। अँधेरो भए पनि। आर यु एक्साइटेड? कस्तो भइरह? तिमीले चाहिँ पहिला पनि हेरेको होइन? बुसानमा हेरेको होइन? बुसानमा हेरेको। रमाइलो लाग्छ त्यो। ओ माई गड, हेर्नुहोस् त अगाडि मान्छेहरू। ओ माई गड, यहाँबाट देखियो छैन होला, तर यो सबै मान्छे हो।
भिडियो चाहिँ बवाल हुनेवाला छ, अन्तिमसम्म हेर्नु नबिर्सिनु होला। र आजको चाहिँ यो ड्रोनको मैले हजुर मान्छेहरू यहाँ पर्फर्मेन्स पनि हुनेवाला छ नि त, पर्फर्मेन्स हुनेवाला पनि छ, अरू पर्फर्मेन्स पनि हुनेवाला छ। भिडियो हेर्न लास्टसम्म हेर्न नबिर्सिनु होला। अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब ट्याक्क गरिहाल्नु होला है त। र लगभग हामी चाहिँ लगभग ड्रोन राखेको ठाउँमा ट्याक्क ड्रोन भएको ठाउँमा म आइपुगेको छु है त। ड्रोन कति धेरै छ नि त, कति 1200 हो कि समथिङ त्यस्तै कति ड्रोनहरू उड्ने भनेको थियो। र यहीँनिर छ ड्रोनहरूलाई यसरी राख्दो रहेछ है ड्रोन। त्यो प्लास्टिक लगाएर हैन त्यो क्यामेरा बिग्रिन्छ भनेर होला नि, यस्तो पानी परेन हुँदो रहेछ। ओ माय गॉड कति धेरै है ड्रोन पानी परेन हुँदो रहेछ नि हैन। ओ त्यो पछाडी मान्छे आमामा कति धेरै मान्छे खान है। अनि ड्रोन एउटा चाहिँ उडिराख यहाँनिर उडिराख, यसले चाहिँ के गरे ओ माय गॉड तयारी गर्दैछन्। अब पानी परे पनि हुनेवाला छ, आज चाहिँ रमाइलो हुनेवाला छ है त। तर हामी बस्ने चाहिँ कहाँ, पोजिसन चाहिँ त्यहाँनिर सानो अलि स्पेस यो ठाउँतिर पाउँदैन, यतातिर जानु है। यो पुरै है कस्तो सबै मान्छेहरू भरेर त्यहाँ हामी चाहिँ ठाउँ खोज्दै हिँडेको हौ। र गाह्रो हुने रहेछ, अलि छिट्टै आएर त्यो बस्नुपर्दो रहेछ। थाहा थियो त्यो बस्नुपर्छ भन्ने कुरा पनि, तर गाह्रो हुने भयो। हजार पर्मानेन्ट सुरु भयो, तर हाम्रो चाहिँ ठाउँ पाइएन। Shining Seoul 2025 한강 불빛 공연 드론 라이트 쇼 하반기 3회차 한강 버스와 함께하는 서울 여행 The Tour in Seoul with 한강 River Bus 지금 시작합니다. 금방 부탁드리겠습니다.
यसो हेरेर निस्क्यो हामी ड्रोन अब त्यो चाहिँ के भन्छ त्यो बस्न लागेको छ अब हेरियो रमाइलो भयो है अब मान्छेहरू निस्किन लाग्ने यति भिड छ अब चाहिँ ट्रेन स्टेसन पार्किङ सबैमा थोरै छन् मान्छेहरूको भिडभाड ओ माइ गड गाह्रो छ निस्किन गाह्रो छ यहाँबाट बिस्तारै ख्याल गरेर निस्किनुपर्छ कस्तो लाग्यो त ड्रोन कमेन्टमा भन्न नबिर्सिनु होला अब यो भिडियो आजको लागि यति नै अर्को भिडियोमा हामी भेट्नेछौँ त्यति बेलासम्मको लागि यो चाहिँ ट्रेनमा चढ्नको लागि लाइन हो यति धेरै म त सोचेको थिएन यतिको धेरै लाइन हुन्छ होला भनेर हेर्नु त यस्तो ट्रेनमा चढ्नको लागि यस्तो पनि हुन्छ फर्स्ट टाइम यस्तो अनुभव गर्दैछु मैले खान्छु हामी त 12 बजी पुगिन घर मान्छेको भिड कम्ती लाखौँ छन् मान्छे यहाँ लाखौँ छन्